चाहिँ अब धेरै दिन बाद म ब्लगमा आइरहेको छु है, किनभने मैले फेसबुक पनि युज गर्न थालेको छु नि त, त्यही भएर चाहिँ फेसबुकमा अलिक बिजी भएँ। अनि ब्लगहरू चाहिँ टाढा टाढा घुम्नु जाँदाखेरि मात्रै बनाउँछु नि त, त्यही भएर अहिले चाहिँ फिलहाल म दार्जिलिङ बजार आइरहेको छु। म चाहिँ हिजो आएको नि त, हिजो आएको। अनि आज चाहिँ म घर फर्केको छु, दिदीहरूकै रुममा बसेँ दिदीहरूसँग हो। अहिले चाहिँ दिदीहरूको रुमबाट चाहिँ घर फर्केको छु, त्यही भएर दिदीहरू चाहिँ गान्धी रोडमा बस्छ हो, माथि हो, धेरै टाढो हिँड्नुपर्छ। गान्धी रोड भन्दा पनि कहाँ भने नि कहाँनिर घुम रेलवे स्टेसनको चाहिँ माथि टपमै हो, त्यतै बस्छ नि त। अनि म चाहिँ त्यहाँबाट हिँडेर आएको अहिले। अनि ब्लगहरू गर्दै भिडियोहरू बनाउँदै हिँडेर आएको। अब पर रिलायन्समा निस्किने म चाहिँ, त्यहाँनिर चाहिँ सर्टकट छ नि त, त्यही भएर चाहिँ म रिलायन्समा निस्किने अनि ब्लगहरू बनाउँदै जाने, त्यही भएर चाहिँ म हिँड्दै आएको। अनि हिँड्दा हिँड्दा चाहिँ कति बजी आइपुगेछ भन्नुहोस् न। म चाहिँ 9:30मा हिँडेको होला हौ म रुमबाट कि अहिले फिलहाल तपाईँको कति बजी छ नि, 10 बजेर 10 मिनट भएछ। पुग्नु आँट्यो रिलायन्स चाहिँ, अब 10 मिनटहरू लाग्छ रिलायन्स पुग्नु चाहिँ। अनि म त्यहाँ गएर चाहिँ रिलायन्स चाहिँ भित्र चाहिँ पस्नु, मेरो टाइम छैन हो, किनभने पर मेरो ब्याङ्कमा पनि काम छ। अन्त जाँदैछु। अनि त्यहाँनिर रेलवे स्टेसनमा चाहिँ अलिकति बनाउँछु, त्यहाँनिर ब्लग भिडियोहरू बनाउँछु। तपाईँहरूले माया गरेर हेरिदिनुहोस्, मेरो ब्लगलाई सब्सक्राइब गरिदिनुहोस् है। मेरो आजको ब्लग हेर्दै गर्नुहोस्। अहिले फेरि म तपाईँहरूलाई देखाउने छु। अहिलेको लागि चाहिँ यति नै है।